तिमीले सानो उमेरदेखि नै सुन्दै आएको यो कथा जसबाट एउटा इम्पोर्टेन्ट लाइफ लेसन सिक्न सकिन्छ। कथाको सुरुवातमा एउटा जंगलमा बस्ने बाँदर र पानीमा बस्ने गोही बीच एक आपसमा मित्रता हुन्छ। उनीहरू एक अर्काको साथी बन्छन्। जब गोहीलाई भोक लाग्छ अनि ऊ बाँदर भएको ठाउँमा जान्छ र साथी मलाई नि आँप देन भन्छ। बाँदरले गोहीलाई आँप दिन्छ। आँप असाध्यै मिठो हुन्छ। त्यसैगरी बाँदरले गोहीलाई दिनदिनै थरी थरीका फलफुल टिपेर दिन्छ। कहिले आँप दिन्छ, कहिले केरा दिन्छ, कहिले जामुन दिन्छ र गोहीले नि एकदमै मिठो मानेर खान्छ। र एक दिन गोहीको विवाह हुन्छ। गोहीको विवाह भइसकेपछि गोहीले बाँदरलाई मेरो श्रीमतीको लागि नि फलफुल टिप्देऊ न भन्छ। अनि बाँदरले जंगलको सबैभन्दा मिठो सबैभन्दा पाकेको फलफुल टिपेर उसको श्रीमतीलाई पठाउँछ। गोही फलफुल लिएर घर जान्छ र त्यो फलफुल आफ्नो श्रीमतीलाई दिन्छ। गोहीको श्रीमतीले ती फलफुल एकदमै मिठो मानेर खान्छे र गोहीलाई तिमीलाई यति मिठो फलफुल कसले दियो भनेर सोध्छे। र गोहीले नदीको किनारमा एउटा मेरो बाँदर साथी छ, त्यसले नै तिम्रो लागि पठाएको भन्छ। सोच त यो बाँदरले यति मिठो मिठो फलफुल खान्छ, यसको मुटु कति मिठो होला। तिमीले यो बाँदरलाई फकाएर लिएर आऊ, यसलाई मारेर त्यसको मुटु खाम भनेर त्यसको श्रीमतीले भन्छ। र गोहीले हुन त यो बाँदर मेरो मिल्ने साथी हो, त्यही पनि म तिम्रो लागि यसलाई फकाएर लिएर आउँछु भन्छ। र अर्को दिन गोही बाँदर भएको ठाउँमा जान्छ र भन्छ तिमीले हिजो मेरो श्रीमतीलाई फलफुल पठायौ, आज उसले तिम्रो लागि मिठो खाना बनाएर राखेकी छे, जाम हिँड मसँग भन्छ। बाँदरले नि गोहीलाई विश्वास गर्छ। ल जाम न त भन्छ। र बाँदर गोहीको ढाडमा बसेर जान्छ। जब तिनीहरू दुईजना नदीको बीचमा पुग्छन्, बाँदर त अब त्यहाँबाट भाग्न सक्दैन किनकि बाँदरलाई त पौडी खेल्नै आउँदैन। अनि गोहीले बाँदरलाई भनेछ, हेर साथी, साँचो कुरा के हो भने मेरो श्रीमतीले तिमीलाई मारेर तिम्रो मुटु खानी भनी छ, त्यही भएर म तिमीलाई लिएर जाँदैछु भन्छ। त्यसपछि बाँदरको त सातो गयो। ऊ भित्रैदेखि थुरथुर काम्न थाल्यो। तर बाँदरले बाहिर डराएको जस्तो देखाएन किनकि बाँदर एकदमै चलाक चतुर थियो। अनि बाँदरले गोहीलाई जाबो यति सानो कुरा म तिम्रो लागि त ज्यान नै दिन्छु, मुटु के हो र भन्छ। बरु तिमीले मलाई पहिल्यै भनेनौ, मैले मेरो मुटु रुखमै छोडेछु, पहिला जाम मुटु लिएर आम अनि त्यसपछि घर जामला भन्छ। गोही थोरै बेवकुफ हुन्छ। बाँदरले भनेको मान्छ र त्यहाँबाट तिनीहरू फर्किन्छन् र रुख भएको ठाउँमा जान्छन्। बाँदर रुख देख्ने बित्तिकै रुखमा हाम फाल्छ र रुखको टुप्पोमा गएर गोहीलाई मार गाली गर्छ। मैले तँलाई विश्वास गरेर मिठो मिठो फलफुल टिपेर दिए, तँ मलाई मारेर मुटु खानी भन्छस् भनेर मार फर्काउँछ। र यही सेम चिज मान्छेहरूमा पनि लागू हुन्छ। कहिलेकाहीँ हामीले सबैभन्दा बढी विश्वास गरेको मान्छे नै हामीलाई मार्नको लागि तयार हुन्छ, उसले नै हामीलाई विश्वासघात गर्छ। त्यसैले कहिलेकाहीँ बाहिरी मान्छे भन्दा आफ्नै मान्छेबाट बढी खतरा हुन सक्छ। यदि तिमीलाई यो भिडियो मन पर्यो भने भिडियोमा लाइक, कमेन्ट र सेयर गर।